सजिलैसँग मोबाइलबाट कतारको भिसा चेक गरी तपाईको भिसा सही छ कि छैन चेक गरी ढुक्क हुनुहोस्। आजको यस भिडियोमा म तपाईलाई मोबाइलबाट कसरी कतारको भिसा चेक गर्ने त्यसको बारेमा जानकारी दिँदैछु। त्यसको लागि तपाईले मोबाइलमा रहेको गुगल क्रोमलाई ओपन गर्नुहोला। त्यसपछि वेबसाइटमा जानु, माथि एड्रेस बारमा जानु होला। त्यहाँ वेबसाइट टाइप गर्नुहोस् www.moi.gov.qa। यस वेबसाइटको देब्रे साइडतिर इङ्ग्लिस भन्ने एउटा अप्सन देख्नुहुन्छ, त्यसमा टाइप गर्नु होला। त्यसपछि टच गरी तल लानु होला। इन्क्वायरिजको तलको सर्च बटनलाई ट्याप गर्नु होला। त्यसपछि यसमा आएको दोस्रो अप्सन बाइनोकुलरको साइनलाई ट्याप गर्नु होला। त्यसपछि यसमा भिसा इन्क्वायरी एन्ड प्रिन्टिङ भन्ने अप्सन छ, त्यसमा ट्याप गर्नु होला। अब तपाईले यसमा तपाईसँग भिसा नम्बर छ भने भिसा नम्बर टाइप गर्नु होला, अन्यथा तपाईसँग आफूसँग भएको पासपोर्ट नम्बर टाइप गर्नु होला। त्यसपछि नेसनालिटीमा नेपालको लागि नेपालको अप्सन चुज गर्नु होला। अहिलेको लागि मसँग एउटा भिसा नम्बर छ, त्यो भिसा नम्बर राखेर चेक गर्दैछु। त्यसपछि क्याप्चा टाइप गर्नु होला। यदि तपाईको नम्बरमा भिसा आएको छ भनेदेखि पासपोर्ट नम्बरमा अथवा भिसा नम्बर सही छ भने यसरी तपाईको बारेमा डिटेल देखाउनेछ। यसलाई तपाईले प्रिन्ट गर्न पनि सक्नुहुन्छ। प्रिन्ट गर्नको लागि प्रिन्ट भिसामा क्लिक गर्नु होला। यदि तपाईको मोबाइल प्रिन्टरसँग कनेक्टेड छ भने तपाईले यसलाई सिधै मोबाइलबाट पनि प्रिन्ट गर्न सक्नुहुनेछ। भिडियो हेर्नुभएकोमा धन्यवाद। लाइक शेयर गर्न नबिर्सनु होला।